यो 12 भोल्टको रिले हो गाइज है। अब यो तपाईँको प्यानल बोर्डहरूमा युज हुन्छ होइन। तपाईँले हामीले अब यसमा चाहिँ के छ कसरी काम गर्छ यो खोलेर हेर्छौँ। यहाँबाट हामीले खोल्ने टक्क यो खोलेपछि तपाईँको के हुन्छ भन्दाखेरि यो माथिको एउटा प्लेट हुन्छ, यसलाई निकाल्ने है। अब त्यहाँ निकालेपछि हाम्रो यो के हुन्छ पिस पिसमा आउँछ क्या, यो एक पिस दुई पिस अनि यसरी यो पिस आउँछ होइन। अब यो पिस तपाईँको कसरी के काम गर्छ भन्दाखेरि यो रिले छ तपाईँको 12 भोल्टको होइन। यो तपाईँको 70 एम्पियरको रिले हो यो चाहिँ है। अनि यसमा चाहिँ तपाईँको यो 12 भोल्टको यो चाहिँ जम्मा 7 एम्पियरको यो रिले हुन्छ क्या। यो तपाईँको के हुन्छ प्यानलहरूमा युज हुन्छ है। अब यसलाई हामीले के गर्न सकिन्छ भन्दाखेरि सबै तपाईँको यसको बारेमा हामीले